सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ बिहान हामी चाहिँ कहाँ हिँडेर दाइ हामी काममा हिँड्यो होइन। अहिले चाहिँ काममा जाँदैछु टक्क लाएर बिहानको 5 बज्यो होइन। सर अब आधी घन्टा हिँडेर चाहिँ हामी काममा जानुपर्ने हुन्छ। गाडी चढेर अब 2 घन्टामा पुग्छौँ हामी चाहिँ। जस्ट अहिले चाहिँ म अहिले तल आइसकेको छु गाइस। 10 मिनट जति हिँडिसकेको छु। जाडो नि छ बिहान। अझै कति 20-25 मिनट हिँडेर मात्र गाडी चढ्ने ठाउँ आइपुग्यो। गाह्रो छ बिहान काम त गर्नु पर्यो गाइस। के गर्नु काम फेरि यहाँ हो भक्तपुर उता कता कमल विनायक भन्दा माथि हो काम चाहिँ। बिहान यहाँ अहिले चाहिँ हामी मूलपानी छौँ। मूलपानी फाइनली हामी चाहिँ कति 25-30 मिनट हिँडेर चाहिँ यहाँ गाडी चढ्ने ठाउँ मूलपानी चढ्नेर आइपुग्नु आँट्यो होइन गाइस। जाडो छ अझै पनि अलिकति टाढा छ। साथीहरू सब अगाडि यसो कुद्नुपर्छ। कट्यो ऊ बसिरहेको छ दाइ गाडी त्यसैमा त होला नि जाने। अब फाइनली चौर आइपुग्यो। फाइनली चौर आइपुगिसक्यो हामी गाडी चढ्ने ठाउँ। अलि अगाडि छ हाम्रो गाडी चाहिँ। यसमा जाने कि अर्को गाडी नै आएको नि जाने। जाउँ त्यो अगाडिको हिँडिहाल्छ होला अब यो आइस। म हेरेर आउँछु। रिद्धि सिद्धि नै फाइनली आइसक्यो त्यसमै जाउँ है। सो गाइस गाडी चाहिँ आइसक्यो हाम्रो। फाइनली झन्डै हामीलाई चाहिँ बसले छोडिदिएको। हामी त जडीबुटी जाने हो दाइ। ल जुन गयो नि बसिहाल्ने। फाइनली गाडी पनि चढिसक्यो। हिँडिहाल्ने तिनजना फाइनली म चाहिँ गाडीबाट झरिसक्यो रे। जडीबुटी चोक आइसक्यो हामी। अब अर्को गाडी चढ्नु पर्ने यहाँबाट चाहिँ गाडी छैन। गाह्रो अब अर्को गाडी कहाँ यहीँबाट चढ्ने होइन दाइ। आइसक्यो हामी जडीबुटी चोक। अगाडि दिदीहरू हुनुहुन्छ। कतिखेर आउने हो गाडी कतिखेर पुग्ने सानो तिम्रो आँखैमा भन्ने। फाइनली आइसक्यो गाडी जडीबुटी चोक हामी चाहिँ। फाइनली म चाहिँ गाडीबाट झरिसकेँ गाडी होइन। अझै आधी घन्टा हिँड्नुपर्छ यहाँबाट चाहिँ। गाडी चढाएर चाहिँ भिडियो नै गर्न बिर्स्यो भन्दा नि उठेको प्याक थियो। त्यही भएर भिडियो गरेन। अहिले चाहिँ घर चाहिँ झर्दैछु। अब आधी घन्टा हिँड्नु परेको नि। ऊ यताबाट छिर्ने होइन कमल विनायक भनेर। चाहिँ कहाँको बस पार गर्नु होइन मलाई। यताबाट जाने होइन सिधै चाहिँ। आमा गाडी जस्ट अहिले चाहिँ कमल विनायक आइसक्यो। म पोखरी कठुलो अरे फाइनली अब कति हामी चाहिँ यहाँ यो खै के ठाउँ भन्छ थाहा छैन। अब चाहिँ यहाँबाट 7-8 मिनट हिँडिसकेपछि हामी काम गर्ने ठाउँ आइपुग्छौँ गाडी। यहाँ हो त अब मूलपानीदेखि 30 मिनट हिँडेर चौरा आउनु। त्यसपछि जडीबुटी आउनु नै कति टाइम लाग्यो गाडीले। जडीबुटी आइज फेरि के अरे अनि त्यसपछि गाडीको अब यहाँबाट फेरि आधी घन्टा हिँड। सो अहिले चाहिँ हामी ठुलो बाको डिपो आइसकेको छौँ। ठुलो बाको डिपो हो यो हाम्रो। ठुलो बाको डिपो यता आइसकेको छौँ हामी यहाँ। जस्ट अहिले चाहिँ हामी कफी खाँदैछौँ यहाँ। हाम्रो मामाले बनाइदिनु भएर कफी। मिठो छ मिठो। कहाँ यहाँ ऊ बनाइराख्यो नि कहाँ गर्लफ्रेन्ड हुन्छ। गर्लफ्रेन्ड बनाउनु हुँदैन होइन यत्तिकै भिडियो बनाइने। कस्तो काम छैन भरे चाहिँ हाम्रो ऊ युट्युबमा गएर हेर्नु त काम हुँदो रहेछ नहुँदो रहेछ को आउँछ अरे क्या त। जस्ट अहिले चाहिँ हामी कफी सफी खाएर निक्लिसक्यो। अब अलिबारमा काममा पुग्छ। यी सकम्बरी बुढो हेर्नु न। सकम्बरी बुढो हेर्नु त गाइस। देखाइदिउँ काक्स तपाईँलाई। यहाँ ल्याउनु त ल्याउनु केही हुँदैन।
आइसक्यो हामी भक्तपुर। यहाँ चाहिँ दिदी रहेछ अगाडि अगाडि त्यो दिदीलाई बोलाइदिन्छ। हामी चाहिँ 3 जना छौँ यहाँ, एकजना यहाँ काक्स भएको, अर्को दाइ पछाडि छ। आइपुग्नु आँट्यो अब 10 मिनट जति हिँडेर हामी काममा पुग्छौँ। फाइनली म चाहिँ काममा आइपुगिसकेँ। योभन्दा अलिकता माथि हो, त्यहाँ चाहिँ म भिडियो बनाउँदिनँ। एउटा काका कहाँ हराएर अब काम गर्नुपर्छ गएर, त्यही हो गाइस। गाह्रो चाहिँ पैसा कमाउनु पऱ्यो काठमाडौँमा बाँध्नलाई। सो आजलाई चाहिँ यति नै गाइस। तपाईँहरूलाई चाहिँ भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब हानिदिनु नबिर्सिनु होला। यति भन्दै सबलाई बाई बाई गर्छु।